नमस्कार, ओपन न्यूजमा स्वागत छ। सुरुमा हेडलाइन्स। रौतहटको चन्द्रपुरमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, 3 जना घाइते। सप्तरीमा एक किशोरीको बलात्कार, सिरहामा भएको बलात्कारको घटनामा संलग्न 4 जना आरोपी समाते। नेता नेपालको असन्तुष्टिमाथि नेकपामा परामर्श, पार्टी विधि र प्रक्रियाबाट अगाडि बढ्ने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको प्रतिबद्धता। वर्तमान सरकारको 2/3 बहुमत निरर्थक हुन नदिन गम्भीर बन्नका लागि काङ्ग्रेस उपसभापति निधिबाट सरकारलाई सुझाव। र भारतबाट आयात गर्न खोजिएको करिब 150 मेट्रिक टन चिनी सातादेखि नेपालगञ्ज भन्सारमै अलपत्र। अब समाचार विस्तारमा। रौतहटको चन्द्रपुर नगरपालिका 1 पौराई पुल नजिकै भएको मोटरसाइकल दुर्घटनामा 1 जनाको मृत्यु भएको छ, अन्य 1 जना घाइते भएका छन्। गैराती 4 जना सवार रहेको ना 34 प 6440 नम्बरको मोटरसाइकल पल्टिएको हो। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार स्थानीय 22 वर्षीय शिव खड्काको मृत्यु भएको छ। अन्य 3 जनाको वीरगञ्जमा उपचार भइरहेको छ। मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो। दशैंको अवधिमा धनुषामा विभिन्न प्रतिका 31वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धनुषामा घटस्थापनादेखि सोमबारसम्ममा दुर्घटना, हत्या, बलात्कार, लुटपाट, कुटपिट सहितका 31वटा घटना भएको हो। प्रहरीले दिएको तथ्याङ्क अनुसार हत्या 1, हत्या प्रयास 1, सवारी दुर्घटनामा मृत्यु 2, बलात्कारपछि हत्या 1, बलात्कार 2, अपहरण तथा बलात्कार 1, बालयौन दुराचार 1, हात हतियार सहित पक्राउ 1, उभद्र व्यवहारका 10वटा घटना भएका छन्। त्यसैगरी चोरी 3, ब्याङ्किङ कसुर 1, भत्युव मृत्यु 2, कर्तव्य ज्यान मुद्दा 1, कुटपिट तथा अङ्गभङ्ग 1, आपराधिक प्रवेश 1, सार्वजनिक उपद्रवका 3वटा घटना दर्ता भएका छन्। यसैबीच धनुषाका प्रहरी प्रमुख परीक्षक गोविन्द थपलियाले दशैंका लागि गरिएको सुरक्षा व्यवस्था सन्तोषजनक रोकेको बताउनुभयो। उहाँले छिटो घटनाबाहेक दशैंका बेला स्थिति सामान्य रहेको पनि बताउनुभयो। दशमीको सुरक्षा योजना हामीले तयार गरेका थियौँ र त्यसमा चाहिँ हुन सक्ने विभिन्न घटनाहरू, सवारी दुर्घटनादेखि लिएर विभिन्न किसिमका ठगीहरू, कालोबजारी, जुवा तास अनि चोरी लुटपाटका घटनाहरू, मादक पदार्थ सेवन गरेर चाहिँ सवारीहरूमा दुर्घटना बढ्ने लगायतका कुराहरूलाई चाहिँ मध्यनजर गरेर चाहिँ हामीले सुरक्षा योजना तयार गरेका थियौँ। त्यसमा 1000+ सुरक्षा, हाम्रो जिल्लाको सुरक्षाकर्मी प्लस चाहिँ प्रदेश प्रहरी कार्यालयबाट थप मद्दतसहित गरी 1000+ सुरक्षाकर्मीहरू खटाइएको थियो। र अहिले हाम्रो यो जुन सुरक्षा योजना अनुसार हामीले काम सम्पन्न गरी दशैंको सुरक्षा व्यवस्था चाहिँ सन्तोषजनक भएको हामीले महसुस गरेका छौँ। त्यसमा चाहिँ केही घटनाहरू, सवारी दुर्घटनाका केही घटनाहरू भएका छन् र केही सामान्य रक्सी खाएर झै झगडा भएका 1-2 केसहरू छन्। त्यो बाहेक अन्य कुनै पनि किसिमको अप्रिय घटनाहरू नघटेको र ती घटनाहरू पनि तत्काल प्रहरीको चाहिँ सक्रियतामा पक्राउ गरी कानुनी दायरामा ल्याइसकिएको छ र अन्य सबै कुराहरू सन्तोषजनक र राम्रो छ। त्यसै धनुषा ट्राफिक प्रमुख इन्सपेक्टर दीपक शाहले दशैंमा मादक पदार्थको सेवन गरी हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि चेक जाँचमा कडाई गरेकाले एकदमै न्यून सवारी दुर्घटना भएको दाबी गर्नुभयो। योजना बनायौँ, विशेष गरी चाडबाडमा सवारी दुर्घटना न्यूनीकरण र नियन्त्रण गर्ने हिसाबले हामी एउटा कार्ययोजना बनाएर त्यो अनुसार हामीले हाम्रो जनशक्ति परिचालन गऱ्यौँ। त्यस अन्तर्गत हामीले चाहिँ बिहानदेखि बेलुकासम्म 3 पटक सरप्राइज चेकिङ र भिगोरस चेकिङहरू गर्थ्यौँ। हाइवे लगायत नगर एरिया भित्रमा जम्मा 12 स्थानमा मेरो चेक जाँच हुन्थ्यो र बिहानको समयमा 3 बजेबाट तपाईँको लामो दूरीमा चल्ने सवारी साधनमा, सार्वजनिक सवारी साधनहरूमा चालकहरूलाई पानी खान दिने, चालकहरूलाई मुख पखाल्न लगाउने, चिया खान दिने, उहाँहरूलाई रिफ्रेस होस्, निद्रामा कुनै पनि दुर्घटना नहोस् भन्ने हिसाबले त्यसरी पनि कर्मचारीहरू हाइवेमा हामीले चाहिँ लालगढ, पोर्ताहा र ढल्के गरेर 3 ठाउँमा निरन्तर रूपमा परिचालन गऱ्यौँ र इभन अहिले पनि भइरहेछ। इन्सपेक्टर शाहले छाडा चौपैयाका कारण बढेको सडक जोखिम न्यूनीकरणका लागि प्रयास गरिरहेको पनि बताउनुभयो। उहाँले केही दिन अघि मात्रै जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा चलाएको अभियानका क्रममा 100 भन्दा बढी चौपैया नियन्त्रण गरेको बताउनु भएको छ।
घटस्थापनादेखि सोमबारसम्म उपत्यका 3 जिल्लामा भएको छुट्टै सवारी दुर्घटनामा 13 जनाले ज्यान गुमाएका छन्। काठमाडौँ, ललितपुर र भरतपुरका विभिन्न स्थानमा असोज 24 गते घटस्थापनादेखि कार्तिक 5 गते सोमबार बिहानसम्म भएका सवारी दुर्घटनामा 13 जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 8 जना गम्भीर र 166 जना सामान्य घाइते भएका छन्। यो वर्षका दशैंमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या 5 वर्ष यताकै सबैभन्दा धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनाको सङ्ख्या पनि 5 वर्ष यता के धेरै 272 वटा भएका छन्। गत वर्ष दशैंको समयमा भएका 177 वटा सवारी दुर्घटनामा 4 जनाको मृत्यु भएको थियो। त्यसै गरी 2073-74 मा 146 वटा दुर्घटनामा 10 जनाको मृत्यु भएको थियो। विशेष गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनाको सङ्ख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ। साथै यस वर्षका दुर्घटनाहरू मुख्य शहरी क्षेत्रमा भन्दा उपत्यका काठ क्षेत्रमा बढी भएको महाशाखाले जनाएको छ। योभन्दा अघिल्लो साल 4 जना मृत्यु भएको थियो, यसपटक 13 जना छ। त्योभन्दा अघि 10 जना थियो। काठमाडौँबाट मान्छेहरू बाहिर जाँदाखेरि चाहिँ नि सबै सानो सुन्ने हो, तर अहिले काठ एरिया जुन छ अहिले चाहिँ म्याक्सिमम छ, जहाँ चाहिँ ट्राफिकको चाहिँ एप्रोच कम भएको छ त्यो ठाउँ प्रायः एक्सिडेन्ट भएको छ। दोहोऱ्याएर भएको घटना भने एउटा त्यो हात्तीवनमा डबल भएको छ, नत्र जस्तो यसपालि चाहिँ काठमाडौँमा 8 वटा, ललितपुरमा 3 टा र भक्तपुरमा 2 वटा चाहिँ एक्सिडेन्टमा 13 वटा मान्छे मरेको छ। त्यसमा के अरे हात्तीवनमा ललितपुरको हात्तीवनदेखि बाहेक अन्य समय डिफ्रेन्ट ठाउँमा भएको छ एक्सिडेन्टहरू। त्यो पनि कस्तो भनेदेखि जहाँ ट्राफिक पुलिस चाहिँ पुगेको छैन, भित्री एरियाहरूमा चाहिँ बढी एक्सिडेन्ट भएको छ। यसै गरी ट्राफिक प्रहरी कार्यालय मादक पदार्थ सेवन गरेर सवारी चलाएका 1079 सहित 3733 सवारी साधनलाई कारबाही गरेको छ। बढी भाडा लिएका 950 बढी ट्याक्सी र बढी भाडा लिने लामो दूरीका सवारी चालक तथा बिचौलिया 29 जनालाई प्रहरीले कारबाही गरेको छ। मापसेमा चाहिँ तपाईँको 992 जना परेको छ। त्यस्तै चाहिँ बढी भाडा लिने र चाहिँ जनताहरूलाई चाहिँ ठग्ने ट्याक्सीहरू त्यो जनताबाट बढी 10 जनालाई चाहिँ कारबाही गरेका छन्। त्यस्तै गरेर चाहिँ जुन 14 स्थानमा चाहिँ हेल्प डेस्क राखेर काठमाडौँबाट बाहिर जाने यात्रुहरूको समस्या पिरमर्का केही परेमा सहयोग गर्ने हिसाबले जुन हेल्प डेस्क चाहिँ हामीले राखेका थियौँ, त्यहाँ चाहिँ नि आएका चाहिँ करिब चाहिँ नि 400-500 चाहिँ जनसमुदायहरूलाई चाहिँ बढी भाडा लियो भन्ने आएकालाई गाडीलाई कारबाही गर्ने र उहाँहरूको पैसा बढी लिएको भाडा फिर्ता गराउने काम पनि हाम्रो त्यो हेल्प डेस्कबाट भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैं तिहार तथा छठ पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाको 114 स्थानमा 687 जना जनशक्ति परिचालन गरेको छ। जिल्लाका विभिन्न भागमा बढेको बलात्कार र योजनीय अपराध विरुद्ध अभियान जारी रहेकै बेला सप्तरीमा फेरि एक किशोरी बलात्कृत भएकी छन्। महिलामाथि हुने बलात्कार र योजनीय अपराध विरुद्ध जवाफदेहिता अभियान जारी रहेकै बेला किशोर बालिकृत भएकी हुन्। सप्तरीको खडक नगरपालिका 9 लालपट्टी बस्ने 35 वर्षीय दिलीप कुमार दास 15 वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा हिजो पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दासले आफ्नै घरमा लगेर किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो। प्रहरीले बलात्कृत किशोरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालका सप्तरी अध्यक्ष तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रतिनिधि मनोहर कुमार पोखरेलका अनुसार पछिल्लो 9 महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा 2 वर्षीय बालिकादेखि 70 वर्षीय वृद्ध समेत गरी 40 जना बलात्कृत भएका छन्। बलात्कार आरोपमा सिरहाको बरियापट्टीबाट 4 जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बरियापट्टी सिरहाले 16 वर्षीय किशोरी बलात्कार आरोपमा आइतबार राति उनीहरूलाई पक्रेको हो। इलाका प्रहरी कार्यालय बरियापट्टीले 16 वर्षीय किशोरी बरियापट्टीमा बलात्कृत भएको उजुरीपछि 4 जना समातिएको जानकारी दिएको छ। होटलमा काम गर्दै आइरहेकी किशोरीमाथि आइतबार राति 10 बजे बलात्कार भएको बताइएको छ। पक्राउ पर्नेमा काशीनाथ सिंह, मुकेश सहनी,
उगन सहनी र विजय कुमार यादव छन्। चारैजना भारत बिहारका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहामा लगेर थप अनुसन्धान भइरहेको बरियापट्टी इलाका प्रहरी कार्यालयले जनाएको छ। अब न्युजमा अब व्यावसायिक विश्रामपछि नेता नेपालको असन्तुष्टिमाथि नेकपामा परामर्श। पार्टी विधि र प्रक्रियाबाट अगाडि बढ्ने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको प्रतिबद्धता। वर्तमान सरकारको 2/3 बहुमत निरन्तक हुन नदिन गम्भीर बन्नका काङ्ग्रेस उपसभापति निधिबाट सरकारलाई सुझाव। र भारतबाट आयात गर्न खोजिएको करिब 150 मेट्रिक टन चिनी 3 छातादेखि नेपालगञ्ज भन्सारमै अलपत्र। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विधि र प्रविधि अनुसार अघि बढाउने प्रतिबद्धता जनाउनु भएको छ। बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले आगामी दिनमा पार्टीका कुनै पनि निर्णय गर्दा विधि र पद्धति अनुसार गरिने प्रतिबद्धता जनाउनु भएको हो। वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी पद्धति र प्रक्रियाबाट नेतृत्व नचलेको, निर्णयहरू पार्टीको विधि र विधान अनुसार नभएको भन्दै असन्तुष्टिको पत्र नै सचिवालयमा दर्ता गरेपछि अध्यक्ष ओली दबावमा पर्नु भएको हो। असोजको पहिलो साता बसेको सचिवालय बैठकले प्रदेशका संयोजक तोकेपछि सोही निर्णयप्रति नेता नेपालले असन्तुष्टि जनाउँदै लिखित असहमति पेश गर्नुभएको हो। सचिवालयको बैठकको निर्णयप्रति असहमति जनाउँदै माधव कुमार नेपालले राखेको पत्रमाथिको गम्भीर छलफलपछि अध्यक्षले विधि र पद्धतिलाई आगामी दिनमा पालना गरिने प्रतिबद्धता जनाउनु भएको हो। नेता नेपालको असन्तुष्टिको पत्रमाथि बोल्दै अरू सदस्यहरूले पनि पार्टीको विधि पद्धति लगायतका विषयलाई आत्मसात गर्न नेतृत्वको गम्भीर ध्यान आकर्षण गराएपछि आगामी दिनमा विधि र पद्धति अनुसार नै चल्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। साथै बैठकले श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजीनामा पनि अस्वीकार गरेको छ। पार्टीको केन्द्रीय प्रवक्ताले प्रवक्ता पदबाट दिएको राजीनामालाई अस्वीकार गर्यो। दोस्रो, कमरेड माधव नेपालले यसअघिको सचिवालयको बैठकको निर्णयप्रति असहमति जनाउँदै प्रस्तुत गर्नुभएको पत्रलाई अगाडि राखेर सचिवालयको बैठकमा गम्भीर छलफल भयो। छलफल पश्चात कमरेड माधव कुमार नेपालले राख्नु भएको र त्यस सन्दर्भमा अरू कमरेडहरूले पनि उठाउनु भएका कतिपय विधि पद्धति लगायतका विषयहरूलाई गम्भीर ध्यान दिँदै आगामी दिनमा अगाडि बढ्ने र सचिवालयको यसैको निर्णयलाई क्रियान्वयनमा जो गइराखेको छ त्यसलाई अगाडि बढाउने भन्ने निर्णय भयो। र तेस्रो, सचिवालयको अर्को बैठक बाँकी एजेन्डाहरूमाथि छलफल गर्न 7 गते दिउँसो 3 बजे बस्ने निर्णय भयो। बाँकी नै छन् प्रदेश कमिटीहरू। प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको एकीकरण लगायतका विषयमा एजेन्डा निश्चित भइसकेकाले त्यसबारेको निर्णय आगामी बैठकमा गरिने भएको छ। अर्को बैठक कार्तिक 7 गते अपराह्न 3 बजेका लागि बोलाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव ब्लड इन्भेस्टमेन्ट फोरमको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्डको जेनेभा पुगेका छन्। स्विजरल्यान्ड सरकार र संयुक्त राष्ट्रसङ्घको संयुक्त आयोजनामा सम्मेलन हिजोबाट सुरु भएको छ। जेनेभा स्थित नेपाल स्थायी नियोगका अनुसार मन्त्री यादवले बुधबार र बिहीबार मन्त्री स्तरीय गोलमेज बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकमा उनले अति कम विकसित राष्ट्रमा वैदेशिक लगानीको प्रबन्धनका बारेमा नेपालको आधिकारिक धारणा राख्नेछन्। हिजोबाट सुरु भएको सम्मेलन कार्तिक 9 गतेसम्म चल्नेछ। सम्मेलनमा 15 देशका राष्ट्रिय तथा सरकार प्रमुख, 50 देशका मन्त्रीहरू र 100 भन्दा बढी प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुनेछन्। बैठकको साइडलाइनमा मन्त्री यादवले व्यापार तथा विकासको लागि राष्ट्रिय सङ्घीय महासचिव, मुखिया कुटिया, विश्व व्यापार सङ्गठनका महानिर्देशक रोबर्ट
अजय भेडो र विश्व बौद्धिक सम्पत्ति सम्बन्धी सङ्गठन WIPO का महानिर्देशक फ्रान्सिस गुरेसँग छुटाछुटै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली स्थायी नियोगले जनाएको छ। मन्त्री यादवसँगै उद्योग वाणिज्य तथा आपूर्ति सचिव यमकुमारी खतिवडा पनि सम्मेलनमा सहभागी हुन जेनेवा पुगेकी छन्। उनले दिगो विकासमा महिलाको भूमिका विषयको एक कार्यक्रमलाई सम्बोधन गर्नेछिन्। नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार 2/3 बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्नु सुझाव दिए। उपसभापति निधिले काङ्ग्रेसको विधानअनुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीतिक रणनीति तय गर्ने बताए। उपसभापति निधिले नेपाली काङ्ग्रेसको पार्टीमा कुनै पनि गुट उपगुट नरहेको पनि बताए। अब न्युजमा पूर्ण व्यावसायिक विश्रामपछि भारतबाट आयात गर्न खोजिएको करिब 150 मेट्रिक टन चिनी 3 सातादेखि नेपालगञ्ज भन्सालमै अलपत्र र नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलियाको T20 क्रिकेट लिग बिग ब्यास लिगका लागि मेलबर्न स्टारमा आबद्ध। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। पाटनको महत्त्वपूर्ण एवं ऐतिहासिक मानिने पायो अर्थात् खड्ग जात्रा विधिपूर्वक सम्पन्न भएको छ। झाँकी सहित मनमानेश्वरी देवीलाई यथास्थलमा विराजमान गरी सोमबार विधिपूर्वक सबैभन्दा पुरानो यात्रा पायो अर्थात् खड्ग जात्रा सम्पन्न गरिएको हो। मूल गुठियार साम्राज्य श्रेष्ठको नेतृत्वमा माझी झाँकी तथा बाजा गाजा सहित मानेश्वरी भगवानीलाई नगर प्रक्रियामा गराई आगम घर पुर्याई विराजमान गराइएको थियो। यो सँगै जात्रा विधिवत सम्पन्न भएको छ। घटस्थापनादेखि विधिवत रूपमा सुरु भए पनि यो जात्राको मुख्य विधि फुलपातीका दिन गरिन्छ। पाटन दरबार स्वायरमा रहेको तलेजु भवानीको शक्तिको रूपमा लिने खड्गलाई अष्टमीका दिन मध्यरातमा पूजा गरी नवमीका दिन महालक्ष्मी स्थायी पुर्याइन्छ। विभिन्न प्रक्रिया सुरु गरी टीका पछिको त्रयोदशीका दिन जात्रा विधिवत सम्पन्न गरिन्छ। भवानीको जात्रा यसपालिदेखि सञ्चालन गर्ने सरकारवालाहरूको निर्णयअनुसार हामीले चलायौँ। जुन हामीले घटस्थापनादेखि सुरु गरेर आज त्रयोदशीको दिनमा देवतालाई पुनः आफ्नो स्थानमा ल्याएर विराजमान गराई आजको कार्यक्रम सम्पन्न गऱ्यौँ। लिच्छवीकालीन आँगनघर हो। लिच्छवीकालीन मानदेवको नाति वसन्तदेवद्वारा स्थापना गरिएको यो आँगनघर हाल विच्छेद अवस्थामा छ। तैपनि हामीले यो सञ्चालन गर्नमा कुनै कसर बाँकी राखेको छैनौँ। लिच्छवीकालीन राजा मानदेवको नाति वसन्तदेवबाट सुरु गरेको यो जात्रा बजेट अभावका कारण 25 वर्षदेखि हुन सकेको थिएन। ललितपुर महानगरपालिका, गुठी संस्थान, ललितपुर उद्योग वाणिज्य सङ्घ लगायत क्षेत्रबाट सहयोग प्राप्त भएपछि 26औं वर्षमा खड्ग जात्रा निकालिएको हो। मङ्गल टोल सुधार समितिका अध्यक्ष किरण मान प्रधानले जात्रा गर्न पाउँदा टोलवासीमा हर्षोल्लास छाएको र दसैँ आएको जस्तो महसुस भएको भन्दै खुसी व्यक्त गर्नुभयो। गर्न सकेको थिएन। यसपालि मङ्गल टोल सुधार सङ्घ, उद्योग वाणिज्य सङ्घ, विशेष गरी नगरपालिकाको पहलमा उहाँहरूले बजेट दिएर चाहिँ हाम्रो चाहिँ मुख्य भूमिका साम्राज्यजीको हुनुहुन्छ। उहाँलाई हामीले चाहिँ सहयोग लिएर यसपालि हामी सबै मिटिङ बसेर बाजेहरू सबैलाई राखेर यसपालि हामीले चलाउन सफल भयौँ। यो सफल हुँदाखेरि यो चाहिँ हाम्रो चाहिँ यो नगरमा चाहिँ एउटा ठुलो हर्षोल्लास छाएको छ। किनभने दसैँमा पहिले चाहिँ शून्य जस्तो हुन्थ्यो। यसपालि पाए निकाल्दाखेरि धेरै मान्छेहरूलाई चाहे दसैँ नै आएको जस्तो भएर यसपालि पाए निकालेको दिनमा यति मान्छेहरू छ कि सायद तपाईँ सबैले देख्नुभएकै होला। यसको सबै श्रेय हाम्रो साम्राज्यजी र उहाँको कमिटीले छ। उहाँहरूको पहलले यस्तो जीर्ण अवस्थामा पनि भवनको यो मुख्य आँगनको घर जीर्ण अवस्थामा छेदविच्छेद अवस्थामा छ, तर त्यो पनि हामीले बनाउने पहल गरिरहेको छौँ। यसको पनि हामीले सुरुवात गर्दैछौँ। अब एकपटक यो जात्रा गर्नका लागि 40 लाख बढी बजेट आवश्यक पर्ने बताइन्छ।
भारतबाट आयात गर्न खोजेको करिब 150 मेट्रिक टन चिनी 3 सातादेखि नेपालगञ्ज भन्सारमै रोकिएको छ। सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि चिनी 3 साता अघिदेखि नेपालगञ्ज भन्सारमा रोकिएको हो। मन्त्री परिषद बैठकले गत 31 भदौमा भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएको भन्सार कार्यालयले जनाएको छ। नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत उमेश श्रेष्ठले 42 लाख भारतीय रुपैयाँ अर्थात् 47 लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको जानकारी दिएका छन्। अब खेल समाचार। नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलियाको T20 क्रिकेट लिग बिग ब्यास लिग BBL का लागि मेलबर्न स्टाटसमा आबद्ध भएका छन्। विश्वकै प्रमुख क्रिकेट लिग खेलिरहेका सन्दीप डिसेम्बरदेखि मेलबर्न स्टाटसमा आबद्ध हुने भएका हुन्। उनी डिसेम्बर 10 मा टिममा सहभागी भए पनि जनवरी 5 मा बङ्गलादेश प्रिमियर लिग खेल्ने जानेछन्। बङ्गलादेश प्रिमियर लिग सकिएपछि पुनः उनी BBL का लागि अस्ट्रेलिया फर्किने क्रिकेट फोनोले जनाएको छ। गएको जनवरीमा सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्समा आबद्ध हुँदै IPL खेल्ने पहिलो नेपाली क्रिकेट बनेका थिए। IPLमा उत्कृष्ट प्रदर्शन गरेपछि एकपछि अर्को गर्दै विश्वकै प्रमुख क्रिकेट लिगमा सन्दीपको माग बढिरहेको छ। क्यारेबियन प्रिमियर लिग, ग्लोबल T20 लिग, क्यानाडा बङ्गलादेश प्रिमियर लिग हुँदै उनी BBL सम्म पुगेका छन्। सन्दीपसँग अस्ट्रेलियामा ग्रेड क्रिकेट खेलको अनुभव भने रहेको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। रौतहटको चन्द्रपुरमा मोटरसाइकल दुर्घटना, 1 जनाको मृत्यु, 3 जना घाइते। सप्तरीमा एक किशोरीको बलात्कार, सिरहामा भएको बलात्कारको घटनामा संलग्न 4 आरोपी समातिए। नेता नेपालको असन्तुष्टिमाथि नेकपामा परामर्श, पार्टी विधि र प्रक्रियाबाट अघि बढ्ने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको प्रतिबद्धता। वर्तमान सरकारको 2/3 बहुमत निरर्थक हुन नदिन गम्भीर बन्न काङ्ग्रेस उपसभापति निधिबाट सरकारलाई सुझाव। र भारतबाट आयात गर्न खोजिएको करिब 150 मेट्रिक टन चिनी 3 सातादेखि नेपालगञ्ज भन्सारमै अलपत्र। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।